अध्यक्षज्यू, प्रमुख अतिथि लगायत सम्पूर्ण यहाँ उपस्थित बुजुर्ग वर्ग, सिनियर कवि कवयित्रीहरू, यहाँको अगाडि म त अब यसो आएको मात्रै 500वटा कविताको बीचबाट एउटा कविता लिएर आएको मात्रै हो। स्वीकार्नुहोस्। मेरो कविताको शीर्षक छ, आज भानुसँग सम्बन्धित कविता चाहिँ समुद्र पारीका मनहरूमा छ, त्यहाँ पनि हेर्न सकिन्छ। मेरो कविताको शीर्षक छ काल प्रज्ञाको प्रतिशोध। कविता यसरी सुरु हुन्छ। अभिसन्धिको आवरणभित्र अन्योन्याश्रित सौजन्यको अभिनय गर्दै पृष्ठभागमा चरित्र हत्या संस्थागत गर्ने बाचाल प्रवृत्तिहरूले सायद यति मात्र बुझे होलान्। बाचाल प्रवृत्तिहरूले सायद यति मात्र बुझे होलान्, श्रुतिको कोलाहलले सत्यको तत्त्वमीमांसा विस्थापित गर्न सक्छ। तर सत्य कुनै छेडजीवी जनश्रुति होइन। यो त काल चेतनाको अधिलेख हो, जहाँ प्रत्येक कपट आफ्नै प्रतिध्वनिद्वारा अभिव्यक्त हुन्छ, जसले परपीडा व्याख्यालाई बुद्धिमत्ता ठाने, अफवाहलाई सामाजिक मुद्रा बनाए र विश्वासमाथि अन्तर्घाती विमर्शको अम्ल पोखे, तिनले इतिहासको मूल व्याकरण बुझेका छैन। किनकि समय निष्क्रिय दर्शक होइन, ऊ त मौन तर अपरिहार्य नैतिक प्रतिफलको महाअभियन्ता हो। क्षणिक अनुमोदनका निम्ति अरूको अस्तित्वमाथि संशयको कालिख दल्नेहरू यो हेक्का राखुन्, मिथ्याको सम्पूर्ण स्थापत्य आफ्नै भारले ध्वस्त हुन्छ, जसरी अति संयुक्त अन्धकार प्रभातको एक किरणसँगै आफ्नो दार्शनिक औचित्य गुमाउँछ। मौनतालाई पराजयको पर्याय ठान्नेहरू सायद अनभिज्ञ छन्। सबै प्रत्युत्तर शब्दमा दिइँदैन, केही हुँदैन, केही उत्तर कालले आफ्नो लिपिमा लेख्दछ, जहाँ अपराधी आफ्नै अभिव्यक्तिको शवयात्रामा स्वयं सहभागी हुन बाध्य हुन्छ। अन्ततः सत्य कुनै उद्घोष होइन, यो त चेतनाको अपरिवर्तनीय ध्रुव हो र समय उसैको सर्वाधिक निर्मम तर निष्पक्ष व्याख्याता हो। त्यसैले मेरो कविता यसरी समाप्त।